नमस्ते। आज हामी सेट थ्योरी, सेट सिद्धान्तका यी आधारभूत सूत्रहरूलाई एकदमै सजिलो तरिकाले बुझौँ। एउटा शिक्षकको नाताले म तिमीलाई यी कुराहरू उदाहरणसहित बुझाउँछु। कल्पना गर, तिम्रो कक्षामा केही विद्यार्थीलाई फुटबल मनपर्छ, सेट ए माइना, र केहीलाई क्रिकेट मनपर्छ, सेट बी। 1. एन अफ ए कप बी बराबर एन अफ ए प्लस एन अफ बी माइनस एन अफ ए क्याप बी। अर्थ, यदि तिमीलाई फुटबल मन पराउने जम्मा विद्यार्थी र क्रिकेट मन पराउने जम्मा विद्यार्थी सोधियो भने हामी एन अफ ए प्लस एन अफ बी गर्छौँ। तर यहाँ एउटा गल्ती हुन्छ, जसलाई फुटबल र क्रिकेट दुवै मनपर्छ, अन एन अफ ए क्याप बी, उनीहरू त दुवै पटक गनिए नि। त्यसैले सही उत्तर निकाल्न एक पटक त्यो साझा कमन भागलाई घटाउनु पर्छ। 2. एन अंडरस्कोर ओ अफ ए बराबर एन अफ ए माइनस एन अफ ए क्याप बी। अर्थ, यो भनेको ओन्ली फुटबल मन पराउनेहरू हुन्। फुटबल मन पराउने जम्मा विद्यार्थीबाट ती विद्यार्थीहरू हटाऊ जसलाई क्रिकेट पनि मन पर्छ। बाँकी रहेकाहरूले केवल फुटबल मात्र मन पराउँछन्। 3. एन अंडरस्कोर ओ अफ बी बराबर एन अफ बी माइनस एन अफ ए क्याप बी। अर्थ, यो बिल्कुल अघिको जस्तै हो, तर यो ओन्ली क्रिकेट मन पराउने क्रिकेट मन पराउने विद्यार्थीबाट साझा विद्यार्थीहरू हटायो भने केवल क्रिकेट मन पराउनेहरू बाँकी रहन्छन्। 4. एन ओभरलाइन ए कप बी बराबर एन अफ यू माइनस एन अफ ए कप बी। अर्थ, कहिलेकाहीँ केही विद्यार्थी यस्ता हुन्छन् जसलाई न फुटबल मनपर्छ न क्रिकेट। यी विद्यार्थीहरू बाहिर बस्छन्। जम्मा विद्यार्थी सङ्ख्या अफ एन अफ यू माइनसबाट फुटबल वा क्रिकेट मन पराउनेहरूलाई घटायो भने बाँकी रहने विद्यार्थी यिनै हुन्। 5. एन अफ यू बराबर एन अंडरस्कोर ए प्लस एन अंडरस्कोर ओ अफ बी प्लस एन अफ ए क्याप बी प्लस एन अफ ओभरलाइन ए कप बी। अर्थ, यो कक्षाका सबै विद्यार्थीको जोड हो। यसमा केवल फुटबल, केवल क्रिकेट, दुवै मन पराउने र केही पनि मन नपराउने सबै मिसिएका हुन्छन्। छोटो नोट, इस्ट एन अफ ओभरलाइन ए क्याप बी भन्नु र एन अंडरस्कोर ओ अफ बी भन्नु एउटै हो, केवल बी माइनस। एन अफ ए क्याप ओभरलाइन बी भन्नु र एन अंडरस्कोर ओ अफ ए भन्नु एउटै हो, याफ केवल ए माइनस। के अब तिमीलाई यी सूत्रहरू कहाँ र कसरी प्रयोग गर्ने भन्ने कुरा अलि सजिलो लाग्यो? के तिमी कुनै यस्तै खालको प्रश्न हल गर्ने प्रयास गर्न चाहन्छौ?